अनि यो बाटो देख्न सक्नुहुन्छ यस्तो गोरेटो बाटो हामी काट्दै काट्दै जाँदा गाह्रो हुन्छ नभएर पानी खाने तरिका चाहिँ यस्तो छ है हामी प्लास्टिकमा भरेर खायो यस्तोमा आउँदो रहेछ पानी यो जमिन मुनिबाट ओ भाइ के अङ्कल मासु चाहिँ स्पेसल के को हो नि यहाँ के च्याउ हो यहाँ बन्न पाउने होइन स्पेसल रात च्याउ खानु पर्यो हामी चाहिँ यो देउराली होटेलमा आइयो है यहाँ चाहिँ यसो खाजा बनाउनु लगाउनु पर्यो एकछिन चाउचाउ अन्डा बनाएर खाएर जानु पर्ला गुजातिर उता डाँडारमा गइयो थियो यो चाहिँ मेरो पार्ट 2 भ्लग है उता इन्डिङ भयो अनि यता आइयो यहाँ दिदीको होटेल अनि भित्र अब हाम्रो अर्डर त्यही सबले चाउचाउ अङ्कल 4वटा चाउचाउ 4वटा अन्डा खाएर जानु त है त्यही बनाइदिनु दिदी अब त्यही खाएर सर जानु पर्ला अबदेखि त गर्मी हुँदैन यो ओह्रालो लागेपछि त अनि केटाहरू सब भोगाएर यस्तो टट्टु भयो जस्तो देखिरहेछ होइन अनि हाम्रो अङ्कलले चाहिँ भात खान लाउनु भयो रहेछ के अङ्कल मासु चाहिँ स्पेसल के को हो नि यहाँ के को च्याउ हो यहाँ बन्न पाउने होइन स्पेसल रात च्याउ खानु पर्यो नि त अब ट्यापको ठिक छ खानु पर्यो नि ल अब चाहिँ हाम्रो खाजासाजा खाने कार्यक्रम सक्यो है खाजासाजा खाइयो अब चाहिँ हामी हिँड्नु लाग्यो केटाहरू ब्याग स्याग बोकेर रेडी भयो ल अङ्कल ल पर्सि भेटौँला त नि है ल हामी चल्दिएको ल जाम त नि ल गाइस हामी आधी बाटो आइसक्यो है डेन्जर टाइम लाग्यो जस्तो भयो खुट्टा पनि दुखिसकेको छ अङ्कलको दुख्यो होइन हल्का हल्का दुखेको छ है हामी चाहिँ धेरै 1 घन्टाको ओह्रालो झरिसक्यो है मजाको छ यार अब चाहिँ यहाँबाट अझै डेन्जर जानु छ यस्तो टाढो त यो ओन्ठान भन्ने लोबनठ्याङ मुस्ताङमा भाइ लोबनठ्याङ खर्सुनहरू कति ठुल्ठुला हो है ल त गाइस बाँकी चाहिँ म अगाडि गएपछि हाम्रो चाहिँ ओह्रालो बाटो भ्याइयो है पानी खोजिन्थ्यौँ ठ्याक्कै पानी फेरि जमिन मुनिबाट आइदिएर है एउटा निकाल्न त डाँटे जुगामा सेन्टर खाल्थ्यो नभएर पानी खाने तरिका चाहिँ यस्तो छ है हामी प्लास्टिकमा भरेर खायो यस्तोमा आउँदो रहेछ पानी यो जमिन मुनिबाट ओ भाइ प्लास्टिकको तला चाहिँ अङ्कलले फेरि ओसेको चाउचाउ न्याप्पा पार्नु भएको छ है खानु पऱ्यो यस्तै भयो नि उता गएर एक ठाउँ चम्मचर बसेर तन्न खाएर जाम्ला है भर्न त समय जाम है ध्यान नभएपछि मिठो त ठक्काइ मारेछ ठक्काइ लागेर केटा हामी मलाई रात परेछ नवीन भाइले देख्न सक्नुहुन्छ एउटा आम भन्छ है ल जाम है धेरै बस्यो भने फेरि ठक्काइ मेट अहिले हिँड्न सकिन्न हेर न फेरि झोला बोकेर कसेका छन् चुप्लाइरी र किन आएको तिमीहरू अहिले यत्रो टाढाबाट यार जामी त अहिले कस्तो गएको त नि 2-3 बजिसक्यो किन फाइनल्ली हामी चाहिँ देउराली आइसक्यो गुर्जाको है यहाँ चाहिँ रेन्जर हाउस थियो सायद जल्यो होला जिन्जी आन्दोलनमा भड्काएर जलाइदिएछन् कानापारा हो यो देउराली होइन र यो देउराली कानापारा रेन्जर भन्ने ठाउँ भड्काइदिन्छ नि भड्काएछ अनि यहाँ चाहिँ बेस्ट ठाउँ हो ल त गाइज देख्न सक्नुहुन्छ केटाहरू बल्ल मुहारमा हाँसो देख्न थाल्यो
केटाहरू चाँचे भएर बिचरा उस भएर आएको थियो अङ्कल यसले गाउँले आएर पुरा हातमा खुलाएर जीवन चक्र यो भिडियो गाउँ होइन लागि पर्खिर अफ्रिकाबाट आएको यसले गाउँ देखाउन लागि दिस गाइस इज द African, so we can see in this village. Close your eyes, his eyes, and what? You understand, bro? While talking Nepal, bro, you are just African. यो मुझे गोबर पोखरामा पानी मार्दै न मिस्टर भन्छ आवाज सुन्नु लाइट भाइ ओए मुख च्यात्ती निक्रि आएको है फेरि न त एक्सपिरियन्स भएन भनेदेखि हुन्न नि जीवन चक्र ल त गुर्जा आयो गाइस फाइनली वी क्यान सी गुर्जा खानी इज हियर ल फाइनली आइपुग्यो गाइस है हामी अनि द हिडन भिलेज गुर्जा 2623 मिटर हाइटमा रहेछ गाइस है यो ल फाइनली केटा हो है कस्तो भयो त फिलिङ्स ठिक छ नि होइन ल मन्दिरमा त भोलितिर नि जाम्ला न ल फाइनल्ली आइसक्यो गाउँमा है देख्न सक्नुहुन्छ फिलिङ एक्साइटेड जाडो रहेछ सारा चोरले यो चोरलाई ज्याकेट लगाउला भने दिछोरेको जकेटै नआएको घर छोड्दा चिल्ला पागल यस्तो रहेछ कता हो यहाँ हो ओके बाई ल ल बजारतिर जस्तो हिरो बनेर आउँछु छेड्दै हामीलाई जाडो हुन्न यहाँ हामी जत्रो युवालाई भाइ छ त मलाई साइडमा दाइको उस्तो भइहाल्छ नि होइन है भाइ ढुक्क लगाइदिएको हो फाइनली गुर्जा गाउँ प्रवेश भयो अब चाहिँ हामी भोलि एकछिन घुमिन्छ त्यसको बाद निकल जाएंगे नसिली रात अहिले चाहिँ यहाँ केटाहरू चाहिँ यहाँ बाटोमा नाच्ने अब हेर भाइ सबै यहाँ बसिरहेछ चियाहरू अनि यता चाहिँ केटाहरूको बवाल काम खेल्नु चाहिँ जानुपर्छ धुवाल आउँदा त राम्रै देखिँदो हुन्छ त गाइस फाइनल्ली हाम्रो साथीहरू जान लाग्यो है एकचोटि रोक न बिदाई गरेको क्यामेरा क्वालिटी खत्तम भएछ कि ल बाई बाई है गाइस हामी चाहिँ माथि डाँडामा जान लाग्यो है अब चाहिँ खाजासाजा खायो अनि केटाहरू रेडी अवस्थामा छ हिँड्न लाग्यो हामी चाहिँ यहाँबाट त्यहाँ पुग्न चाहिँ 2-3 घन्टा लगभग लाग्छ अरे सो जति लाग्यो पनि टक्क जाने हो अनि त्यसपछि फर्केर आउँछौँ अनि आज यतै बसिन्छ भोलि जाने हो केटा हो ठिक छ नि होइन रेडी हो नि आज हामी 5 जना ग्रुप मात्रै छौँ सबै गयो होइन हामी मात्र छ अहिले यहाँ चाहिँ हामी गल्लीतिर भिडै भरिन्छ यार यस्तो झ्याउ ल त हामी चाहिँ माथि जानु लाग्यो खाजासाजा खाएर निक्लेको अनि यहाँ दोकानमा केही किन्दिला नि त किन्ने चाउचाउ बिस्कुटहरू फुर्ती किनौँ है 5 वटा फुट
हुन्छ त ल किन भन्न भनेको फर्काएको भनेको यसले डिस्टर्ब हाने यार भ्लग बनाउने बेलामा कता जानु पर्ला भनेको है यो ब्लुटुथ देखाएर पटाक पटाक पारिदियो त्यो टेन्सन बनाइदियो ल किन्न चिन एउटा जम्बु किन अनि चाउचाउ किन त्यही त नि यसो खानेकुरा किन अनि चलि के पाउँछ कम्ती छ लागेर नि कालो कति रहेछ केटा लाग्नु भएको हो त्यो बोतल नहाले केटा त्यसमा पानी पनि ल त ल किन अझै किने गाइस हामी चाहिँ बाटो स्टार्ट भयो है अनि भाइहरू चाहिँ अगाडि गछ हामी 3 जना चाहिँ यहाँ पछाडि छौँ यसो चिसो हालिदियो अनि निक्लेको यहाँ चाहिँ तारा खेल्ने ठाउँ रहेछ अनि यहाँ कस्तो खालको केटाहरू तारा खेलिरहेको छ भन्ने कुरा म देखाउन गइरहेको छु सो खै भाइ म अगाडि जाऊँ ल है केटाहरू मसिनो भाइहरूले डेन्जर हान्छ जस्तो लाग्यो लगाउँछ कि नाइ यसो गर ओ केटा हो लगाउँछ हान त कस्तो हान्दो रहेछ उता पुऱ्याउँछौ कि नै नाम के हो भाइ तिम्रो अङ्कित के हो ल अङ्कित भाइ पर हानेर देखाउ त कतिको हान्दो रहेछ ल है त हाम्रो अङ्कित सर चाहिँ सुरु गर्नुभएको छ है ओ यहाँ धन्दै लाग्यो है खतरा रहेछ अनि तिम्रो नि नाम के हो अविरल ओए ल है ओ यार के गर्छ ल है केटा हो हाना यार भविष्यको कर्मचारहरू हो तिमीहरू होइन ओ लगाइदियो यार खतरा रहेछ सालो केटा यो मान्छेले त ल गाइस अब चाहिँ हामी माथि लाग्यो माथि पुगेपछि देखाउने छु बाँकी कुरो यो मेरो यही बन्द गर्नेवाला गाइस यो देख्न सक्नुहुन्छ यो चाहिँ गुर्जा गाउँ है पानी बोकी छ अब पानी बोके हौ उकालोमा गर्मी हुन्छ एक बिरको अनुसार खाइन्छ पानी सालो के त रातो भएको छ कि हामी चाहिँ यो नाइलीबाङ भन्ने ठाउँमा छौँ यहाँ चाहिँ स्याउ फल्छ है गुर्जाको स्याउ फल्ने ठाउँ हो अनि यहाँ स्याउको बोटहरू देख्न सक्नुहुन्छ है सो अनि त्यही भएर अब हाम्रो यात्रा अब सुरु हुनेवाला छ त्यहाँबाट यो माथि जुन देख्यो चुचुरो त्यो माथिको चुचुरोमा जाने हो हामी चाहिँ है सो केटाहरू यात्रा सुरु भयो अङ्कल चाहिँ पछाडि हुनुहुन्छ एकजना अनि खानासाना खाएर आउने कुरा गर्नुभयो खाना खाएपछि त हामी यति खाजा खाएर आएको मान्छेले उनलाई कुर्नु भन्दा हामी अगाडि गएर त्यहाँ रेस्ट गरेर एकछिन बसिराख्यो भने सजिलो होला उहाँ खानासाना खाएर ट्याक्क आउनुहुन्छ सो त्यही भएर हामी चाहिँ चल्दै गयो है बाँकी अब जे बल्ल स्टार्ट हुनुला हाम्रो यात्रा यहाँबाट डेन्जर टाढा रहेछ बाटो डेन्जर घुमाउरो छ एकदम टर्निङ भएको अनि त्यही भएर नि एकदम टाइम लाउँछ होला त्यो बढी टर्निङ भएपछि हामी ठाडै हिँड्नु सकिन्छ फेरि होइन हाम्रो पारा छुट्टी हुन्छ सो यो चाहिँ स्याउबारी हिमालहरू देख्न सक्नुहुन्छ होइन हिमाल कस्तो देखियो भन्ने कुरो स्टार्टिङ हो र यो यस्तो मिठो देखियो होइन सो हामी चाहिँ यहाँबाट जान लागेको अनि हाम्रो सालो चाहिँ टक्क हिमाल हेर्नलाई होइन सर गइरहेका छन् के भयो 0.5 मा बनाउने हो कस्तो लागिरहेको छ हिमाल हेर्न सक्नुहुन्छ हामी तलको देउराली भन्ने यो चाहिँ तल देउराली गाउँ हो सो अङ्कल आउनु भएन त्यही भएर हामी चाहिँ लागेको ल आउँछ होला हामी दुईजना यही ठाडो त होला नि ल हामी चाहिँ दुईजना चाहिँ अगाडि गएको है अरू चाहिँ आउँछ केटाहरू अङ्कल नि खै ढिला गर्नुभयो अब
आउनु होला बिस्तारै गाइज हामी चाहिँ उकालो लाग्यो अब हाम्रो यात्रा सुरु भयो केटाहरू पछाडि आउँदैछ साराले पछाडि मिरिन्डासम्म छन् केटाहरू तलै छ है सो यो पहाडी देखेको चाहिँ गुर्जाको गाउँ हो त्यहाँ चाहिँ सही भ्यू देखेको रहेछ यहाँबाट यहाँ चाहिँ यहाँ पानी ट्याङ्की रहेछ जेउस यो नालीबाङमा आएपछि यहाँ चाहिँ पानीको लागि व्यवस्था रहेछ सायद यहाँ सिँचाइको लागि बनाएको होला सायद है त्यही लाग्छ यहाँ स्याउहरू छ स्याउ खेतीमा हाल्नुको लागि बनाएको होला खै स्याउहरू पनि सबै सुकिसकेछ अहिले त अनि यो जुन पारी देखियो छ त्यो चाहिँ गुर्जाको गाउँ हो खै कता देखियो सायद खै कता देखियो त्यही हो नि त्यही हो गरे अब देख्यो नदेखे र टेन्सन खै गाउँ यो गाउँ हो गुर्जाखानी हामी चाहिँ आधी घन्टाको सफरमा यहाँ आइपुग्यो है भाइहरू पछाडि नै छ हिँड्न सके छैन हामी तिनजना चाहिँ अगाडि मचेर आयो हिमाल एकदम क्लिन थियो है बिहान अहिले चाहिँ अलि बादलले छेक्न लाग्छ सायद माथि पुग्दा त यो भरिन्छ होला बादलले पनि तर यो पठा कुदेर सायद यो चित्रो सिधा बनाउनलाई हो साल यहाँ गोर राख्छ नि त अनि माथिबाट निङ्ला काटेर ल्यायो अनि यहाँ आएर ठुरेर अनि यहीँ बुनेर यसरी राख्दो रहेछ अनि यहाँ तल गुर्जा गाउँ मुटु जस्तो छ चारैतिर पहाडले घेरेको अनि बिचमा यो तिर परेको यो सौन्दर्य गाउँ देख्दा है मनै उमङ्ग भएर आयो अनि हिमाल पनि छेक्किन लाग्यो क्या बादलले सब ढाक्न लाग्यो बिहान हामी तल धेरै तल हुँदा चाहिँ क्लियर नै थियो हल्का हल्का बादल थियो सायद माथि पुग्दासम्म भ्याउँदैन कि भन्ने आश थियो अनि यो बाटो देख्न सक्नुहुन्छ यस्तो गोरेटो बाटो हामी काट्दै जाँदा गाह्रो हुन्छ हिजो है धन्न टोकेन छ है ल अब चाहिँ म माथि गएर देखाउँछु है हामी चाहिँ यो भिरको बाटो उक्लियो है उताबाट डेन्जर घुम्ती पर्ने भएर अनि बरु समाउँदै भए पनि यताबाट हिँड्नु पर्ला भनेर हिँडेको सानो हल्का बाटो त निशान रहेछ पहिला हिँडेको सो अङ्कल र भाइ चाहिँ तल आउँदैछ हामी चारजना यसले नि पछि दौडीले भेट्न आयो हामीलाई है अनि भेट्यो अगाडि सालो र म हिँडेको थियो नवीन भाइ दौडीले आयो उसले नि भेट्यो अनि भरत नि आयो सो अब चाहिँ हामी लगभग डाँडामा पुग्न लागिसक्न लाग्यो है 10 मिनट 15 हिँडेर पुगिन्छ 3 घन्टा लाउँछ भन्दै थियो 1.5 घन्टामा आइपुग्यो उ त्यहाँ हरियै छ सालो उ त्यहाँ नि उ त्यो रुख नि रहन्छ माथि नि फसाडी अरे अमिलो हो ल अमिलो खान्न त छोडी ल थ्याङ्क यू अमिलो ल रन्काउनु पर्छ त्यहाँ नि छ क्या सानो ल अमिलोको रियाक्सन हेर्ने त अब त्यो साला यार त्यो भाँचेर त्यो ढुलो रहेछ न त मुखले चलाउँथ्यो नि त्यहाँ यसो खानुहोस् त अमिलो छ बेसरी ओए डेन्जर अमिलो छ खै सानोले त अमिलो पनि खाइयो चाहिँ अचार बनाउन खाना एकदम बवाल हुन्छ ल है त गाइस फाइनल्ली हामी डाँडामा आइपुग्न लाग्यो है यो उपल्लोपट्टि डाँडा हो यहाँबाट त हिमाल पनि ढाक्छ त्यो अब राम्रोसँग हिमाल देख्न पाइन्न जे होस् तलबाट देखियो मर्निङमा आउनु पर्ने रहेछ
सनसेट नि देखिन्थ्यो अनि हिमाल पनि क्लियर हुन्थ्यो नि त मर्निङमा। सो अहिले चाहिँ बादलले छेक्दो रहेछ। अब जे होस् क्लियर चाहिँ देखियो तर धेरै तलबाट देखियो, यस्तो फेस टु फेस अगाडि देख्नु पाइएन है। जे होस् अब ठिक छ, हामी आउनुपर्ने ठाउँमा चाहिँ आइयो। जसरी हुन्छ जे गरेर हुन्छ। धेरै माथिसम्म जाने प्लान थियो अनि काम परेछ, भोलि चाहिँ बिहानै फर्किनु पर्ने हुन्छ हाम्रो। सो त्यही भएर अब चाहिँ यहीँ बसिन्छ, खानेकुराहरू लिएर आएको छ, एकछिन खाएँ नि अनि उसके बाद निकल जाएंगे। भाइ र अङ्कल चाहिँ त्यहाँ आउँदैछ दुईजना। अहिले गाइज फाइनल्ली होइन हाम्रो फोटो भिडियो यहाँ बसेर रमाइलो यो मौसम क्याप्चर गर्न पाइयो, भ्यू क्याप्चर गर्न पाइयो, यो ठाउँको आनन्द लिन पाइयो है। अङ्कल केही भन्नु छ, कस्तो लाग्यो फिलिङ? एकदमै म चाहिँ फर्स्ट टाइम आएको यहाँ। हजुर अनि पहिलोचोटि पनि बुर्जाखानीसम्म तल गाउँ गएर चाहिँ आएको हो। तर यो ठाउँमा चाहिँ आउनु चाहिँ पहिल्यैदेखि मेरो एकदमै इच्छा थियो। र अहिले चाहिँ एकदमै टिमले गर्दाखेरि, तिमीहरूसँग आएको कारणले गर्दाखेरि एकदमै मेरो इच्छा नै पुरा भयो। हिमाल देख्न पनि पायो, तिमीहरूसँग एउटा समय टाइम स्पेन्ड गर्ने मौका पनि पायो। एकदम गुड, नो कम्प्लेन नि होइन अङ्कल, एकदम गुड। हजुर आउनुभयो झन् एकदम फिलिङ नि गुड भयो होइन, जे होस् रमाइलो भयो। अब हाम्रो यात्रा यहीँसम्म हुनेछ। हामी चाहिँ अब आज तल गएर एकछिन बस्छौँ अनि भोलि बिहान हामी निक्लिनुपर्छ। अङ्कल कति बजी जाने भोलि? भोलि बिहान लगभग बिहानै जानु बिहानै मर्निङ 5-7 बजे 5-6 बजेतिर हिँड्ने प्लान। त्यति बजी हिँड्छ है हो भोलि। ल हुन्छ, रेडी हो नि? ओके हुन्छ ओके। मेरो टाकम जाने काम पऱ्यो, मलाई आजै जानु थियो तर म यत्रो टाढा आएँ भने कसरी जाने ओके ओके है। त्यो साइड पनि जाने छ गाउँ होइन? त्यो साइड त्यहाँ जाने, एकछिन मोबाइल जोड्ने अनि फेरि माथि उक्लिने, एकछिन गाउँ माथि जाने अनि त्यो गर्ने। ल यति भन्दै यो मेरो छोटो मिठो ब्लग म यहीँ इन्डिङ गर्छु। र इन्डिङ गर्नुभन्दा अगाडि यो सर्ट उठाउँदा केटा त्यो चाउचाउको सुपहरू लाउँछ त्यहाँ सेटोमा है, अनि हामी यो चाउचाउ खाएर निक्लिन्छौँ। यति भन्दै यो मेरो छोटो मिठो गन्तव्य म यहीँ टुङ्ग्याउन चाहन्छु। र साथीहरूसँग आएर यति रमाइलो भयो, यो एउटा मेमोरी हो हाम्रो है। हामी पछि गएर फर्केर हेर्दा हो मैले यो गरेको थिएँ त्यो गरेको थिएँ भन्ने होस्। त्यति भन्दै ल गाइस सबैलाई बाई। एनी धेरै माया छ है त। ल माया भनेर